सञ्चारमा यस्तो भयो मेरो आमाबुवाको इज्जत गरेर मेरो आमाबुवाको इज्जत गरेर अब ठिकै छ। बझाङ जिल्लाको केदारसिंह गाउँपालिका वडा नम्बर 6 का जनक धामेकी श्रीमती कोपिला धामी केही दिन अगाडि बेंगलोरको अक्षय नगरबाट 2 वर्षकी छोरी छोडेर सोही गाउँपालिकाका रङ्गे गुरधामीसँग फरार भएकी थिइन्। हिजो राति बेंगलोरको बमनल्लीमा भेटिएपछि आज श्रीमानले आफूसँग भएको सबै नाता तोडेर माइतीको जिम्मा लगाएका छन्। दर्शकवृन्द बाँकी यो भिडियो हेर्नुहोस्। दाइको नाम बता भाइ मागेको छौं। दाइको नाम बता के हो दाइको नाम? दाइको मेरा घर दाइको रानीको वो गाडेको यो गाडे नाम भन्नु नाम भन्नु आउँछ। दाइको नाम के हो? दाइको नाम के हो? घर बिगाडे सालो घर बिगाडे हो यो तिमीलाई अरू केटी पाएनौ अर्काको घर बिगार्नलाई? अर्काको श्रीमती पायो हैन? दुलै दुलहा वहाँ दाइ ऊ केटीको रुनु भयो अहिले एकदम चिन्तित हुनुहुन्छ। सञ्चारमा यस्तो भयो मेरो आमाबुवाको इज्जत गरेर मेरो आमाबुवाको इज्जत गरेर अब ठिकै छ। यो संसारमा अब यस्तै भ्याउनु पर्यो। मेरो आमाबुवाको कति इज्जत गरेर भइले यस्तो गरे दाइ ठिक छ। अझै भित्र दाइ अब के गर्ने के छैन के भनेर गयो दाइ अब यो भगवानलाई थाहा छ के सोचेर गयो होला। लग्छौ तिमी? उसलाई लग्छौ? लगेर के गर्छौ? उसलाई सोध। उसले जाँदैन भन्छ कसरी लग्छौ? बहिनी तँ परमी जा काम छैन। नजाने यो सँग नजाने दाइको मुख हेर्छु नि यार। दाइले के भन्नु? दाइले त आफ्नो कुरा सकिसक्यो त। कसरी जाने यो पाल्यो तँलाई नपाल्यो नि त्यस्तो ब्ल्याकमेलिङ गरेको थियो? के ब्ल्याकमेल गर्यो के त जबरजस्ती गरे जबरजस्ती गरेर लग्यो गरे दाइ स्पष्ट भयो गरे हैन दाइ त्यसमा के भन्न सक्दैन। जबरजस्ती गरेर लग्यो भने जबरजस्ती नै हो नि त यहाँ सुन भन्दा आफूले फोन गरे हैन त्यो कहानी त अझ सुने त्यो भाइ गई कहानी जान्छ न भाइ जबरजस्ती नै आउँदै यहाँ भन जबरजस्ती गरे जबरजस्ती नै आउँदै जबरजस्ती हो। अनि मलाई हो जबरजस्ती हिजो छुटेर मोबाइल बुढाएर हिजो सोधेर यता निल्छन् मेरो पिठीमा निल्छन्। यहाँ रुममा आउँथ्यो? रुममा आउँथ्यो यो? नै आउँथ्यो। अनि कहाँबाट लग्यो तिमीलाई? त्यही रुम माथिबाट। रुम माथिबाट समातेर जबरजस्ती लग्यो? जबरजस्ती समातेर लग्यो? तिमी चिल्लायो? जबरजस्ती अटो बुक गरेर चिल्लाएन कराएन? 10 दिनको टुर हानिसकेर आयो लास्टमा अहिले जबरजस्ती हुन्छ। 10 दिनको टुर हानेर आयो लास्टमा जबरजस्ती भाइ टुर के भनेर लाग्यो भाइ? टुर हानेर आयो लास्टमा जबरजस्ती गरेर कुराकानी गरेर त गएर म बहिनी म यो नमस्कार गर्न पनि म भगवानलाई थाहा छ। म बहिनी मेरो भान्जीलाई म पाल्छु नि त मेरो गाउँले पाल्छ जसरी भने पाल्छ तर यो संस्कार हुन्छ। होइन यिनीहरूको लगेको 10 दिन भयो किन झगडा गर्नु किन आयो कसरी आयो कसरी आयो तिमीले किन हान्यौ रन्डी यस्तो भनेर प्लिज एक मिनेट दही फेरा ल ठीक छ उसले जबरजस्ती लग्यो सुन उसले जबरजस्ती लग्यो ठीक छ मैले माने ठीक छ बेलसँग त्यहाँ गएको हाने मलाई
लाने हो के विषयमा कुरा भयो के विषयमा विषयमा मैले फोन गरेको एक मिनट तल्ला सोधेन मैले फोन गरेँ त्यसले मेरो मोबाइल फुटायो त्यहाँबाट रोड काम गएको थिएँ रोडमा हान्न रुम लिएको रुमबाट रुमै धेरै छुटेर मेरो त्यसपछि मेरो यता निल भयो त्यसपछि म पछि फोन पनि गरेन मैले कसैको मोबाइल पनि दिएन पछि मैले यसलाई सिक्न दिएँ हो त्यसपछि मैले मोबाइल समातेँ हो क्या होला 2 दिन भएन हातबाट पनि म तयार मार मलाई तयार 2 दिन भएन अब त के भन्ने सोचेको मेरो जुवा कम छ के भन्नु क्या गयो बहिनी के सोचेर गयो बहिनी मेरो जुवाले भन्नु के मेरो जुवाले कमी गरिरहेको तर त्यो म थाहा भन्नु तँ क्या गयो त डाइरेक्ट बहिनी म यो संसारबाट तँले संस्कार गर्नुपर्छ तेरो छैन अब यहाँ उसलाई पनि भन के भयो नेपालीमा के भयो कस्तो 6 बजेदेखि त्यही भनिरहेको छ के म यस्तो भयो उस्तो भयो मेरो यस्तो कहानी भयो यस्तो लभ स्टोरी भयो घरबार बिगार्यो तिम्रो त्यो कहानी छोड तिमीलाई अरू केटी पाएन अर्काको घरमा घर किन बिगार्यो त अनि उसको एउटा सानो बच्ची पनि छ तिम्रो माफी माग्दैमा यो सबै बिग्रेको काम सुध्रिने त होइन नि जब त ज्वाइँको बिहा गरेर ल्यायो अहिले पड्का भन्ने